यो मणिपाल हस्पिटलमा 2083 सालको वैशाखको 31 गते मलाई यो चाहिँ जुन ढाड अनि यो खुट्टा दुखेर चाहिँ चेक जाँच गर्न चाहिँ म नसा सम्बन्धी विशेषज्ञलाई सुरुको दिन 31 गते देखाएँ। त्यसपछि चाहिँ उहाँले रेगुलर रूपमा उहाँले मलाई बाथरोग विशेषज्ञमा पठाउनु भयो। बाथरोग विशेषज्ञले मलाई मुटु रोग विशेषज्ञमा पठाउनु भयो। मुटु रोग विशेषज्ञले फेरि फिजिक्स फिजिसियन डाक्टर साहब कहाँ पठाउनु भयो। फेरि फिजिसियन डाक्टर साहबले यो जेठको 6 गते न्युरो सर्जन डाक्टर विशाल भन्ने श्रेष्ठ भन्नेकोमा पठाउनु भयो। पठाइसकेपछि अब म त अब दुखेको मान्छे होइन, दुखिसकेपछि चाहिँ उहाँ कहाँ चेक जाँच भयो। चेक जाँच भइसकेपछि उहाँले मलाई के भन्नुभयो भने एमआरआई गरेर हेरौँ भन्नुभयो। अनि त्यसपछि एक्सरे गरेर हेरौँ भन्नुभयो। अनि एक्सरे र एमआरआई गर्नुभन्दा अगाडि उहाँले मलाई एउटा पेन किलर दिनुभयो र एउटा चाहिँ ग्यास्ट्रिकको औषधि दिनुभएको थियो। त्यो पेन किलरले मलाई चाहिँ 3 दिनपछि चाहिँ मलाई ओभरअल रूपमा चाहिँ स्वेलिङ एकदम धेरै रियाक्सन गर्यो। एकदम धेरै रियाक्सन गरिसकेपछि 2 दिनसम्म म उठ्न नसकेर फेरि यो जेठको 14 गते त्यो एमआरआई रिपोर्ट र एक्सरे रिपोर्ट देखाउन भनेर म चाहिँ तल नै टिकट काटेर डाक्टर विशाल श्रेष्ठलाई चाहिँ चेकअप गर्नका लागि म माथि गएँ। 1034मा गएँ। 1034 नम्बरमा चाहिँ उहाँले चेकअप गर्नुहुँदो रहेछ। मलाई अघिल्लो दिन 4 नम्बरबाट चाहिँ सेवा दिनुभएको थियो। अर्को दिन 3 नम्बरमा चाहिँ बसिरहनु भएको रहेछ। मेरो पहिलोचोटि नै पालो आयो। म अब भनौँ न अब अलिकति स्वेलिङ भएर शिथिल भएर बोल्न नसक्ने भएको थिएँ। अनि गएँ, मैले नमस्कार गरेँ। नमस्कार भनेर बस्नुहोस् भने बसेँ। त्यसपछि डाक्टर साहब तपाईँले दिएको औषधिले मलाई थोरै रियाक्सन गर्यो, मलाई अब सास फेर्न गाह्रो भयो, झन्डै मरिन भन्ने शब्द चाहिँ नपुग्दै उहाँले मलाई तथानाम भन्न थाल्नुभयो। तँ को होस् के होस्, तँ जस्तामा महिलाहरू मैले लाखौँ चाहिँ मान्छेहरूलाई चाहिँ उपचार गरिरहेको छु। तँ जस्तो मेरो लागि केही पनि होइन होइन, तँलाई ब्ल्याक लिस्टमा हालिदिन्छु, तेरो फाइल मैले हेर्दिनँ, अर्को मभन्दा जान्नीलाई लगेर देखा होइन, मेरो औषधिले रियाक्सन गरेकै होइन, तेरो दाल भातले रियाक्सन गरेको भन्ने खालका चाहिँ अपशब्दहरू दुर्व्यवहार एब्युज गर्नुभयो उहाँले। त्यति गर्दा पनि म चुपचाप उहाँको कुरा सहेरै बसिरहेँ। अनि उहाँले फाइल तल फाल्न थाल्नुभयो। मैले तलबाट उठाएँ। उठाइसकेपछि पछि त्यहाँ आफूले चेकअप गरेको थुतेर फेरि फाल्दाखेरि त्यो कागज तल झऱ्यो। मैले उठाएँ। उठाइसकेपछि मैले उहाँलाई प्रश्न गरेँ, डाक्टर साहब आज तपाईँलाई कसैसँग रिस उठेर चाहिँ यहाँ आउनुभयो र मलाई रिस पोख्नुभयो भन्दा उहाँ झन् चर्किनु भयो। मलाई कसैको चिन्ता छैन, म अनम्यारिड मान्छे, मेरो लाउन खान नपुगेर यो चाहिँ डक्टरी सेवामा आएको होइन। कहाँ जाने हो, जा, तँलाई ब्ल्याक लिस्टमा हालिदिन्छु, कहीँ गएर उपचार गर्न नपाउने बनाइदिन्छु भनेर मलाई धाक धम्की लगायत चाहिँ अब एकजना महिलाप्रति उहाँले यस्तो खालको चाहिँ एक किसिमको ट्रामा नै भन्छु। र अर्को कुरो के हो भने उहाँले मलाई गरेको त्यो अपशब्द अवैध व्यवहार र त्यो दुर्व्यवहार चाहिँ मलाई सह्य नभइसकेपछि म चाहिँ प्रशासनमा निवेदन दिन गएँ। प्रशासन त्यो दिन बन्द भएको हुनाले मैले डाक्टर मास्केलाई चाहिँ कन्ट्याक्ट गरेँ। जब डाक्टर मास्केलाई कन्ट्याक्ट गरिसकेपछि उहाँले चाहिँ फोन उठाइदिनु भयो। उहाँलाई मेरा यी भएका अघिका सबै समस्याहरू चाहिँ मैले आफ्ना कुरा राखेँ। राखिसकेपछि उहाँले होइन मैले त्योभन्दा माथिल्लो लेभलको डाक्टर बालगोपाल श्रेष्ठलाई चाहिँ देखाइदिन्छु भन्नुभयो। एकजना चाहिँ भाइ आएर मलाई माथि लगेर चेक जाँच गर्नुभयो। उहाँले औषधि लेखिदिनु भयो, तर मलाई एन्जाइटी, त्यो औषधि देखेँ डर लाग्छ मलाई, त्यो स्वेलिङ हुन्छ भन्ने भएर अनि मैले त्यो औषधि पनि किनिनँ। मलाई चाहिँ डाक्टर मास्केले चाहिँ तपाईँ अन्य रूपमा जानुभन्दा म तपाईँलाई सन्डे चाहिँ 9:30 बजे बिहानको 9:30 बजे चाहिँ आउनु होला छलफलमा भन्नुभयो। हामी हिजो आयौँ। जब हिजो आइसकेपछि उहाँले हामीलाई यस्तो आलटाल गर्नुभयो कि डाक्टरलाई अगाडि ल्याइदिनु, दोहोरो संवाद गरौँ न होइन। मैले भनेको कुरा सबै राइट हुन्छ भन्ने छैन नि त। डाक्टर साहब आएर यसले यो गर्यो अनि मैले यो गरेँ भन्ने कुरा हुन्छ नि। दोहोरो छलफल गराइदिनु भन्दा मान्नु भएन। अनि मैले निवेदन दर्ता गरेर गएँ। जब निवेदन दर्ता गरेर गइसकेपछि उहाँहरूले हिजो पनि कन्ट्याक्ट गर्नुभयो, हामीले एउटा समिति बनाएछौँ भन्नुभयो। त्यसपछि त्यो समिति मार्फत चाहिँ हामीले बोलाएको बेला आउनु भन्नुभयो। आज ट्याग करेक्ट 12 बजे चाहिँ फोन हान्नुभयो। जब 12 बजे फोन गरिसकेपछि त म त यो समितिमा छलफलका लागि आएँ होइन। छलफलका लागि आउँदाखेरि पनि मैले जे हो मेरो निवेदन चाहिँ जे कुरा टक्राएको छु त्यो अनुरूप चाहिँ मलाई मात्रै भित्र बोलाउनु भयो, कसैलाई भित्र बस्न दिनु भएन। उल्टो चाहिँ मलाई किन पत्रिकामा छपाएको, किन फोटो हालेको भनेर मलाई फरक किसिमको चाहिँ दबाब दिनुभयो त्यो समितिका सरहरूले। मैले भने अब त्यो पत्रकारिताको इथिक्स अनुसार काम गर्नुभएको हुनसक्छ सरले, उहाँसँग नै कुरा गर्नुभयो। बोलाएको चाहिँ मैले हो, तर कुरा चाहिँ उहाँसँग गर्नु होला न। यदि उहाँले कमजोर गर्नुभएको छ भने उहाँले पनि के गर्नुपर्छ त्यो कुरो म पनि त्यसको इनिसिएसन लिन तयार छु। तर कुरो यसो भएको, ल डाक्टर साहबलाई बोलाइदिनुहोस्, दोहोरो संवाद गरौँ। उहाँले यदि उहाँले गल्ती गर्नु भएको छैन भने डराउनु पर्ने अवस्था केही छैन भनिसकेपछि र मेरो आफन्तहरू कसैलाई पनि चाहिँ
त्यहाँभित्र पस्न नदिने र कुरै नसुनिदिने। एक हिसाबले मलाई मात्रै पेल्ने चाहिँ काम भएको हुनाले हाम्रो दिदी बहिनी दाजुभाइलाई ल्याएको अवस्थामा हामी उहाँकै कार्यकक्षमा गएर कुरा गरौँ न त भन्दाखेरि हाम्रो हल्ला साप आएर हामीलाई चाहिँ फेरि ट्र्यापमा पारेर माथि नै डाक्टर मास्के सर कहाँ चाहिँ लानुभयो। लैसकेपछि जेस प्रतिवेदन आउँछ तपाईँलाई दिन्छौँ, यदि चित्त नबुझी त्योभन्दा उपल्लो स्तरमा जान सक्नुहुन्छ। जेस अब मिडिया ट्रायल नगर्नुहोस् भनेर अलिकति पनि भयो, तर मिडिया ट्रायल नगर्ने हो भने म जस्ता दिदीबहिनीहरूले अथवा दाजुभाइहरूले अथवा यहाँ आउने प्यासेन्टले कति दुःख पाउने, कति दुर्व्यवहार सहेर बस्नुपर्ने हो, अथवा यो हस्पिटलमै फर्केर आउन नहुने हो भन्ने खालको चाहिँ अवस्था चाहिँ यो जुन चाहिँ मणिपाल हस्पिटलको अवस्था रहेछ। अहिले मैले अब जीवनको यो भनौँ न 47औँ वसन्त पार गर्दै गर्दा डक्टरबाट जे अपेक्षा लिएको हुन्छ त्यो अपेक्षा चाहिँ हुने रहेन रहेछ। सायद डक्टरहरू आक्रामक हुन्छन् भन्थे अरू कसैले, तर म पताउने थिइनँ, मलाई परेपछि मात्रै मैले पताएँ। र अब यहाँ चाहिँ अलिकति पेल्ने होइन, क्लाइन्टहरूले गल्ती गरे, डक्टरले गल्ती गरे पनि मैले जिम्मा लिन्छु भन्ने जो सम्बन्धित व्यक्ति हो उसलाई अगाडि नै नराख्ने, कम्तीमा पनि उसले आएर आम माफी रूपमा मैले सरी भन्ने शब्द पनि उहाँहरूको लागि त्यस्तो खालको हुँदो रहेछ कि उहाँहरूलाई चाहिँ जुन आएका प्यासेन्जर जो रोगी छ उनीहरूको कुरा सुन्नुको सट्टा उनीहरूले आम माफी नै दिएर अनि उहाँहरूले मारे पनि ठिकै छ, जे गरे पनि ठिकै छ भनेर सहेर बस्नुपर्ने बाध्यता चाहिँ हुँदो रहेछ। मलाई त्यो फिल भएको छ र यो एक किसिमको ह्यारेसमेन्ट हो, यो एक किसिमको चाहिँ मेन्टल ह्यारेसमेन्ट हो। र एउटा कुरो के हो भने मेरो चाहिँ मणिपाल हस्पिटललाई यस्ता खालका दुर्व्यवहार, अत्याचार गर्ने, ह्यारेसमेन्ट गर्ने चाहिँ विशेषज्ञ डाक्टर होस्, नर्स होस् अथवा जोसुकै होस् उहाँहरूलाई कम्तीमा पनि ट्रेनिङ दिनुहोस्। तपाईँको अफिसमा आउनुभन्दा एक हप्ता अगाडि सोसियल सेक्टरमा सामाजिक रूपमा कस्ता भाषा प्रयोग गर्ने, कुन शब्द प्रयोग गरेर चाहिँ के भन्छ अरे हाम्रा चाहिँ पेसेन्टहरूलाई चाहिँ खुसी बनाउने अथवा गुनासो सुन्नुको साटो चाहिँ मैले कति पीडा दिने हो कि अथवा त्यसलाई सामान्यकरण गरेर जाने हो भन्ने कुरा चाहिँ सिकाइदिनु होला। र यो हस्पिटलमा चेक गर्न आउनुभन्दा अगाडि तपाईँहरू एकजना साथी ल्याएर आउनु होला, त्यो पनि एकदम राम्रो क्यामेराका साथ एकदमै प्री प्लानिङ भने जस्तै गरेर आउनु होला। तपाईँलाई जुनसुकै बेला जति बेला पनि दुर्व्यवहार हुनसक्छ, ह्यारेसमेन्ट हुनसक्छ भन्नेमा चाहिँ मेरो यो एउटा चाहिँ आफ्नो व्यक्तिगत धारणा यस्तो छ। अब के गर्ने, मेन्टल रूपमा चाहिँ यिनीहरूले एकदमै मलाई त्यो औषधि देख्दा पनि अब एन्जाइटी एकदम डर लागेको अवस्था छ। यो अब एक हिसाबले मेन्टेन गर्दै जाउँला, तर यो कुरा चाहिँ हाम्रो मणिपाल जस्तो एउटा ठुलो मर्यादित रूपमा चाहिँ काम गर्ने हस्पिटलले बुझ्नुपर्छ। आफ्ना कर्मचारीहरूलाई यहाँको प्रशासनले यस्तो ट्रेनिङ दियोस्। सोसियलमा कुन प्रकारका, जस्तै मेरो म्याग्दीतिर कस्तो बोल्छन् भने ठेगो हुन्छ नि, गाँठे भन्ने हुन्छ अथवा अरे भन्ने हुन्छ, तर त्यो ठेगोलाई पनि उहाँले पचाउने खालको ट्रेनिङ दिनु होला, मिडिएसनको पनि ट्रेनिङ दिनु होला, काउन्सेलिङ गर्नुपर्छ भन्ने पनि ट्रेनिङ दिनु होला, अर्काको कुरा ध्यान दिएर सुन्नुपर्छ अनि बल्ल आफ्नो प्रतिक्रिया राख्नुपर्छ भन्ने कुरो पनि सिकाइदिनु होला भन्ने अनुरोध गर्छु। धन्यवाद। ठिक छ, त्यस्तो छ। अब मैले जे दिनुपर्ने कुराहरू सबै काउन्सिलिङ स्वयं आफै बिरामीले दिनुभएको छ होइन, त्यसको लागि पनि यो मणिपालले जुन अस्पताल प्रशासनले तपाईँहरू 2 दिन भयो आएको यहाँ होइन, तपाईँहरूलाई गरेको व्यवहारबाट तपाईँको भनाइ के छ? तपाईँहरू चित्त बुझेछ कि बुझाएन? तपाईँहरू आउनुभयो, हामीले भन्ने कुरो, हामीले राख्ने कुरो त पहिल्यै राखिसक्यौँ। जो अस्पतालको चाहिँ डाक्टरलाई समेत भनियो कि हामी सत्य तथ्य चाहिँ दिनुहोस् र दुई पक्षलाई लिएर अथवा चाहिँ डक्टरलाई लिएर पनि हामीले के समेत भन्यो भने पुलिस प्रशासनले हामीलाई छेकेर, तपाईँलाई डर तरास केही लाग्छ भने पुलिस प्रशासनले हामीलाई छेकेर पीडित पक्ष र उसलाई चाहिँ नि डक्टरलाई राखेर चाहिँ नि दुई पक्षको कुरा ल्याउनुहोस् र माफी माग्न लगाउनुहोस् भनेर हामीले भनेको थियौँ। र ती कुराहरू जुन अस्पताल प्रशासनले चाहिँ नि त्यो हाम्रो कुरालाई, हाम्रो मागलाई वास्ता गरेन। नगरिसकेपछि फेरि डाक्टर मास्के ले भन्नुभयो कि अब हामीले तपाईँको प्रतिवेदन दिनुहोस्, भोलि नै हामी सबै तयारी गर्छौँ र तपाईँको पक्षलाई राख्छौँ, हामी डक्टरलाई पनि उपस्थित गराउँछौँ भन्ने कुरा गर्नुभयो। त्यो कुरालाई पनि फेरि आज हामी आयौँ, त्यो पनि गर्न सक्नु भएन। त्यो नभएको कारणले हामीले अबको दिनमा मणिपाल अस्पतालले जो हाम्रो बिरामीलाई अर्थात् हाम्रो मान्छेलाई यस्तो व्यवहार गर्नुभयो डाक्टर साहबले, त्यो कुरो अब आइन्दा अर्को व्यक्तिलाई, अर्को पेसेन्टलाई
त्यो नहोस्, त्यस्तो कुरा नगरून्, त्यस्तो गल्ती नदोहोरियोस्। प्रशासनले त्यो कुरालाई चाहिँ नि प्रशासनले फेरि एउटा डक्टरलाई पनि काउन्सिलिङ सिकाएर डक्टरलाई पनि राम्रो कुराहरू बिहेभियर आफ्नो व्यवहार कसरी बोल्ने के गर्ने भन्ने कुरा सिकाएर माफी माग्दाखेरि अझै मणिपाल अस्पतालको अझै बढ्छ, अझ उच्चतम बढ्छ भन्ने खालको चाहिँ नि हामीले अपेक्षा राखेका छौँ। पक्का पनि डक्टरलाई चाहिँ नि डक्टर जो विशाल श्रेष्ठलाई उहाँहरूले पनि माफी माग्न लगाउनुहुन्छ भन्ने हाम्रो आशा छ, अपेक्षा छ।